चाहिँ काठमाडौँ आएको 2 दिन भयो र आई एम इन लभ विथ दि काठमाडौँ र मलाई घर जान छैन अब। चल यार पहिले हामी चाहिँ बसन्तपुर जान लाग्यो तर पानी परेर यसो काठमाडौँ मल घुमाउन भनेर आएको। अब चाहिँ म काठमाडौँ मल किन्न त केही किन्दैन, बहुत महँगो हुन्छ यार, यहाँ 100 कि 200 हुन्छ। म चाहिँ एउटा गिम्बल किन्नलाई हेरौँ न राम्रो गिम्बल पाउँछ कि भनेर आएको। एकछिन गिम्बल कहाँ पाउँछ। म चाहिँ गिम्बल किन्न आएको थिएँ त, तर जता सलुन छ त काठमाडौँ मलमा इलेक्ट्रोनिक्स छैन। हामी त्यति आएको छ यताबाट होइन माथि होला एकछिन। पुरा काठमाडौँ मलभरि नै सलुन छ त। नेल एक्सटेन्सन गराइदिनु क्या पनि, यहाँ नेल एक्सटेन्सन हुन्छ, गराइदिनु क्या नेल एक्सटेन्सन। कि त गर्लफ्रेन्डलाई लिएर गर्लफ्रेन्ड हुन पनि पऱ्यो होइन त। यो काठमाडौँ मललाई सलुन मल पनि भने भयो भन्न परिरहेछ। जताततै सलुन छ टाइममा। एकछिन बाहिर पानी परिरहेको थियो अनि जान्न एक्सप्लोर गरेर मलाई गिम्बल पनि किन्न थियो अनि गिम्बल किन्छु भनेर